मलाई चाहिँ असाध्यै इमलीको एकदमै क्रेभिङ भइरहेको थियो के। सो त्यही भएर ठुलो मम्मीहरुकोमा इमली छ भन्ने सुनेपछि हस्बेन्ड जानुभयो इमली लिनलाई र इमलीको साथसाथमा चाहिँ त्यहाँनेर थियो लिची। बुहारीलाई खान मन लाग्यो भनेपछि उहाँहरूले टिपेर यसरी पठाइदिनु भएको थियो र माइली ठुलो मम्मीहरुकोबाट पनि आएको थियो भने हाम्रो सुशीला आन्टीहरुले पनि पठाइदिनु भएको थियो। असाध्यै मिठो टेस्टी आफ्नो बोटको बजारबाट खानु परेन है, यसरी मायाले पठाइदिनु भएको थियो। म त यो देखेर यति खुसी यति एक्साइटेड थिएँ, मलाई इमली एकदमै खान मन लागेको थियो। एक दिन चाहिँ मैले बोटमा देखिरहेको थिएँ बाटोमा, त्यो देखेर कस्तो भइरहेको थियो कहाँ पाइन्छ भनेर म चाहिँ मार्केटमा पनि गएको थिएँ र मार्केटको चाहिँ एकदमै गलेको कस्तो फोरी टाइपको हुन्छ नि, हेर्दै खान मन नलाग्ने। तर यो टाइममा चाहिँ कस्तो खान मन लागिसकेपछि के गर्नु होइन, थोरै लिएर आएर खाएको थिएँ र कहाँ पाइन्छ भनेर खोज तलासी गर्दाखेरि चाहिँ आफ्नै ठुलो मम्मीहरुकोतिर रहेछ के। लास्टमा चाहिँ उहाँहरूले पठाइदिनु भयो। म एकदमै एक्साइटेड थिएँ र खान पनि पाएँ। आफूलाई इच्छा लागेको कुरा यो टाइममा खान पाउँदा कम्ता खुसी लाग्छ। सो मलाई चाहिँ केही कुराको पनि छैन, नजिया भमिटिङ केही छैन। म चाहिँ मस्त आफ्नो प्रेग्नेन्सी इन्जोय गर्दैछु। र हजुरहरूलाई चाहिँ कस्तो प्रेग्नेन्सी छ, एकदमै गाह्रो भइरहेको छ या हुन्छ नि, कसैलाई त त्यस्तो हुँदैन, सजिलै छ, जे रुच्ने हुन्छ। सो म चाहिँ एकदमै जे पनि खाइरहेको छु, जे रुचिरहेको छ, आफ्नो प्रेग्नेन्सी लास्टै इन्जोय गरिरहेको छु। मलाई त्यस्तो केही समस्या छैन। सो तपाईहरुलाई पनि त्यस्तो नहोस् है। र देखाउँदैछु हजुरहरूलाई, एकदमै मिठो थियो, टेस्टी थियो। सो तपाईहरु कति मन्थको अहिले प्रेग्नेन्ट हुनुहुन्छ मामुहरु कमेन्ट गर्न नबिर्सिनु होला।